सम्पूर्ण साथीमा नमस्ते नमस्कार। सम्पूर्ण देशवासीको नाममा गरिरहनु भएको छ हाम्रो आदरणीय प्रधानमन्त्रीज्यू सुशीला कार्कीले सम्बोधन। जेनजी युवाहरूको अगुवाईमा भएको आन्दोलन र सो पश्चात माग भए अनुसार मेरो नेतृत्वमा मन्त्रीमण्डल गठन गर्ने आह्वान गरिए अनुसार यही भदौ 27 गते गठन भएको अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मेरा आफ्ना अभिमतहरू संविधान दिवसको अवसरमा यहाँहरू समक्ष सार्वजनिक गरिसकेको छु। हाल समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू समावेश भएको मन्त्रीमण्डलको गठन भइसकेकोले नेपाली जनताले शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त्य, सुशासन, चुस्त र प्रविधि मैत्री, सार्वजनिक सेवा प्रवाह, विकास र समृद्धिको आकांक्षा राखी गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलन पश्चातको जटिल परिस्थितिमा 6 महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने जिम्मेवारी सहित म प्रधानमन्त्री भएको छु।